यहाँ चाहिँ भोलि आलु रोप्नको लागि आज गोबर छिटा गरेर झ्यासझुस चोरेर सबै डढाउनु पर्नेछ। अनि म चाहिँ झ्यासझुस डढाउनलाई लाइटर लिएर आइरहेको छु। यहाँ अब सल्काउँछु आगो। आगो चाहिँ सल्केर पनि आधी उधी झ्यासझुस डढिसक्यो। यो उता चाहिँ पुरै कोदो रोपेको छ, पुरै कोदो बारी हो। यहाँबाट यस्तो देखिन्छ। यता चाहिँ एमनाहरूको हो अनि यो चाहिँ डढाइसकेको छ। यता नि आलु रोप्ने हो भोलि सबै। सेतो धुवाको मुस्लो अनि नीलो आकाश, जे होस् कम्बिनेसन राम्रो छ। यो चाहिँ लिडको हो, जोतेपछि लगाउने। यो पुरै डढिसक्यो। अब यसलाई फिजाएर आगो निभाउनु पर्ने हुन्छ। यो लट्ठीले फिजाएर आगो निभाउनलाई यो बाल्टिनमा पानी ल्याएको थियो। गोरु कुदेर सबै पोखिदिए, फेरि ल्याउनु पर्ने भयो। यो पिडालु चाहिँ पाकेछ। यो चाहिँ त्यहाँ पाकेछ। मैले खाइसकेँ। गोरुले चाहिँ यो जुवामा लगाएको सोइलो भाँचे, उठाएको सोइलो भाँचो। अब सोइलो खोजेर हालेर अनि फेरि जोत्ने। नतिजालाई एकछिन गोरु रुङ्न बस भनेर छोडिदिएको, डराएको डराइ गरी गोरु हिँडे भनेर त्यो बोकेर लगा न, घिसारेर होइन। नतिजा उता ड्रम लग्न लाग्दैछ। सोइलो खोजेर ल्याइसक्नु भयो। अनि यो चाहिँ अलि मोटो भएछ अनि यसलाई तासेर ठिक्कको बनाउनु पर्छ। यिनीहरूले त सिङले जोतिसक्ने रहेछन्। खन्ने ठाउँमा चाहिँ गोरु लगेर बाँधिदिनु पर्ने रहेछ खन्नेर। उतालाई चाहिँ भुइँमा लगेर अलिक तलतिर लगेर बाँधिदिनु लाग्यो, अलिक जोत्न सजिलो हुन्छ। दुईजना गोरु मेलो लाउने, दुईजना लिडकोमा। लिडको लाएर नि सकिन लाग्यो। अब आज यति लिडको लाएर मात्र छोड्ने। आज चाहिँ अर्को दिन अनि हामी चिया खाएर मल छर्न आइसक्यौँ बारीमा। यहाँ आलुको बिउ काट्दै हुनुहुन्छ। मल छर्नु पर्ने छ। नतिजा मल छर्दैछ यहाँ। दाना खटिँदैन नि, भिजेको
बाबा जुत्तो लिएर आउँदै हुनुहुन्छ। जुत्तो हाल्यो भने चाहिँ आलु ठुलो ठुलो हो कि धेरै धेरै फल्छ। हाम्रो चाहिँ घरमा आलु काटेको छ अनि उठाउन जाँदैछौँ। बोरामा उठाएर यहाँ लिएर आउँछौँ। मम्मीको कुर्ता केही सुर्ता नलिकन बस्न देऊ एकैछिन। हामी घर आइपुग्यौँ। अब सिधै हामी तलमाथि जान्छौँ। त्यहाँनिर आलु छ अनि हामी उठाउँछौँ। चाबी खोला, चाबी लगाएको रहेछ घरमा। यो चाहिँ त्यसको तल बस्तु बान्ने, त्यहाँनेरि बस्तु बान्ने त्यो तल। यहाँ माथि घाँस पराल राख्ने गोठ। यता पुरै इस्कुसको झेल छ परसम्म। यो रुखको माथि माथि पनि गएको छ इस्कुस। फल्न चाहिँ अलिअलि फलेको छ। अनि यहाँ सुन्तलाको बोट। सुन्तला अलिअलि फलिरहेको थियो, बोटै सुक्न थाल्यो। यो बोट त झन् झिरिप्पै सुकिसकिरहेछ। उतापट्टि एउटा हाँगोमा चाहिँ फलेको छ मजाले। अनि यसमा अलिअलि सुन्तला फलेका छन्। यो घिउकुमारी। आलु चाहिँ यति काटेको छ। ठुला ठुला दाना चाहिँ काटेको छ अनि साना साना चाहिँ काटेको छैन। साना चाहिँ नकाटी नै रोप्न मिल्छ। अब हामी बोरामा उठाउँछौँ अनि बारीमा लिएर जान्छौँ। यो आलु नतिजा आलु उठाउँदैछ। आलु रोप्न थालिसक्यौँ। अंकल जोत्ने, आन्टी आलु रोप्ने, निखिल मल छर्ने। हजुर यहाँ छ एउटा। यसमा लाइक कमेन्ट गरिदिनु गाइज। सक्यो। निखिल यहाँ ठगिरहेको छ, उभिरहेको छ अघिदेखि। मुला, यहाँ चाहिँ मुला पनि फल्छ मजाले ठुलो ठुलो। के कहिले नाग्नु हुने रे बाबा? मेरो डान्स सुनाउँदै यस्तो मुला रोप्दै यता। यो बारीमा चाहिँ यहाँ 10 जना परिचालन गर्दा पनि काम भ्याइ नभ्याइ छ। रोप्नु पर्ने आलुको बिउ चाहिँ फेरि नभनौँ। मेरो काम चाहिँ यो जुतो हाल्ने हो। जुतो लाउने कि जुतो हाल्ने? जुतो लाएर जुतो हाल्ने। बारीमा त जुतो नलाउँदा नि हुन्छ।
खुट्टामा जुत्ता लाउनु पर्ने बारीमा लाएर आलु रोपेको छौँ हामीले आमा आलु उठाउँदै हुनुहुन्छ यमुना मल हाल्दै अङ्कल पनि मल हाल्दै जुत्तो हाल्दै आन्टी आलु रोप्दै मम्मी जुत्तो हाल्दै बाबा आलु रोप्दै नतिजा आलु रोप्दै निखिल गोरु जोत्दै आइसक्यो हिजोकोमा मुलाको बिउ निखिल जोत्ने नतिजा आलु रोप्ने अनि म नि छु यहाँ म चाहिँ यहाँनिर कस्तो रोप्छ कसले कसले कति काम गर्छ भनेर अनुगमन गर्ने अनुगमन टोली एक्लै मजाले घाम चर्किसक्यो अनि आलु रोपिसक्न लाग्यो म अब गुनिलो छ भने आलु रोपे ठाउँमा पिँडालु पनि भेटिन्छ फल्छ अनि मुला रोपे ठाउँमा रायो साग हुन्छ जेरो पो त्यही फल्छ प्रयोगात्मक कार्यमा फेल आलु रोप्नलाई नतिजा र निखिललाई इन्जिनियरिङ पढाएको नतिजाले आलु रोप्नको लागि त्यो हल जोत्नु हो नि काम बाँकी नि त्यही छ नापेर इन्चीमा जोतिरहेछु या त ठ्याक्कै 2 इन्ची राख्न नाप्ने हो भने यता निखिलहरुको यता यति हाम्रो त्यो ठुलो मम्मीहरुको त्यो भन्दा परको बिरवल दाइहरुको यहाँ भोक लागिसक्यो हलीलाई खानाको हली बनायो है इन्जिनियरलाई घाम लागेर यस्तो राम्रो देखिएको छ यता आलु पुग्दैनन् भनेको लास्टमा यो पनि धेर भयो त्यो पनि धेर भयो यहाँ भन्दा उभो चाहिँ अब गहुँ छर्ने अलि मासतिरसम्म आलु रोप्ने अनि त्यहाँबाट उभो गहुँ छर्ने यति हो ए उता चाहिँ अलि माथिसम्म त्यो मल छरेकोसम्म आलु रोप्ने अनि त्यहाँबाट गहुँ अब अङ्कलको पालो जोत्ने चप्पल उडो आजको काम चाहिँ सकिन लाग्यो अनि मेरो घर जाने काम पर्यो बाइ गाइज।